लोकगीत संगीत मन पराउनेहरूका लागि अमेरिकाको मेरील्यान्ड राज्यको बाल्टिमोरमा आइतबारको चिसो साँझ अद्भुत रह्यो। लमजुङ अमेरिका सेवा समाजले आयोजना गरेको लाइभ सांगीतिक कार्यक्रममा गायक राजु परियार, बिमा कुमारी दुर्वा, चन्द्र शर्मा, भगवान भण्डारी, शान्ति भण्डारी लगायतले एउटै मञ्चमा प्रस्तुति दिए। लोक गायक तथा पूर्व अवैतनिक महावाणिज्य दूत प्रेमराजा महतको सामुन्ने बालकाशी गुरुङ र सजन बोहराले कार्यक्रम सञ्चालन गरेका थिए। त्यसो त लमजुङे चेली बालकाशी आफैले पनि गीत गाइन्। राष्ट्रिय कलाकारहरूको प्रस्तुति अगाडि स्थानीय बालबालिकाहरूले नेपाली मौलिक नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि बिमा कुमारी दुर्वा 9 डाँडा काटेर पारी बोलको चर्चित र मर्मस्पर्शी गीत गाउँदै स्टेज चढिन्। बिमा कुमारीले प्रत्यक्ष वाद्यवादन सहित उनका केही कालजय गीत गाइन्। बिमा कुमारीका प्राय गीतमा वेदना बोलेको हुन्छ, मन छोएको हुन्छ। नेपालमा हुँदा बिमा कुमारीले नजाऊ हङकङ मलाई गीत गाएर सायद देश छोड्ने क्रमलाई रोक्न खोजेकी थिइन् होला, तर समयको खेल अन्तरालमा उनी आफै देश छोड्न पुगिन्। त्यसैले होला बाल्टिमोरमा उनले आफ्नो अर्को कालजय गीत झल्को आउँछ फेरि गाइन्। बिमा कुमारीका लागि मात्र होइन, आज लाखौं नेपाली जो भूगोलबाट टाढा छन् उनीहरूलाई पनि लाग्दो हो कस्तो भयो समीको चौतारो। अनि बिमाले लगतै गाइन् मलाई सम्झी नौरो आमा झम्के साँझै। बिमा कुमारीको मर्मस्पर्शी शब्द, त्यो सुरिलो स्वर सकिँदा नसकिँदै चन्द्र शर्मा स्टेजमा आइपुगे। अघिका केही वेदनालाई उनले तोडे। जब राजु परियार मञ्च चढे दर्शक दीर्घा जुरुक्कै उठ्यो। लमजुङ र ठाडो भाका नेपाली लोक संगीतका एक अर्काका परिपूरक हुन्। लमजुङले आयोजना गरेको कार्यक्रम लमजुङका गायक ठाडो भाका गाइएन भने त्यो खल्लो हुन सक्थ्यो। अनुभवी गायक राजुलाई कसैले सम्झाउनै परेन, उनले ठाडो भाकाका एक टुक्का सुनाए। मर्छन्दी खोला कता पर्यो दो माना, ओ छाया सुन सुखी माया कता पर्यो दो माना। गुन्द्रा बडाको पछ्यौरी सलको पानी मिठो गलको मोस्यो लाग्ने तिम्रै झल्को। मै दिउला खाना रे हो मै दिउला लाउन मैले ल्याउला जो बाना। झन्डै 3 दशकदेखि राजु परियार नेपाली लोक संगीतमा छाइरहेका छन्। उनले आफ्नो स्वर
अझै उस्तै छ भन्ने प्रमाणित नै गरे। आलाप लगाए, हल नतमस्तक बन्यो। उडी मायो निष्ठुरी छेउ राई छाड्यो टिप्छु फुला डर छैन काँडाको तिम्रै हुमा नसम्झ टाढाको मिरमिरेको घाम मिरमिरेको घाम लर्के जोबान तिम्रै हो रामा राम घाटे मरिजाम रोदीको बादल आकाशको बादल बादलमै जुन पर्छ रोदीको बादल आकाशको बादल बादलमै जुन पर्छ नजरा भाग्य फरक हो नानी कुन पर्छ नजरा भाग्य फरक हो नानी कुन पर्छ टुक्का टुक्का छोप्दै सम्बोधन अगाडि बढाएका राजुले आफूले गीत बाहेक अन्य विकल्प नदेखेको बताए। सायद अहिले नेपालमा सबैलाई नेता हुने भोग जागेको छ। त्यसको जवाफ उनले बाल्टिमोरको स्टेजबाट दिए। गीत गाउने भने आयु छोटो हुन्छ अरे गीत त राख्छु मर्ने बेला भजन भए पनि गाएर मैले ढोको अरू मेरो केही पेसा छैन गायन नै मेरो सरस्वती माताको वरदान मैले आशीर्वाद थापेको हो अरू केही होइन मलाई ठुलो रूपमा नलिनु पनि आग्रह गर्न चाहन्छु। दर्शकहरू राजुतर्फ झुमिरहेका थिए। केहीले स्टेज चढेर फुल नै लगाइदिए। नेपालमा अझ गण्डकी प्रदेशमा शिरको टोपी वा फेटामा पैसा सिरुनीलाई फुल लगाउनु भनिन्छ। यो एक विशेष सम्मान पनि हो। राजु परियार भएको ठाउँमा दोहोरी भएन भने तर त्यो कल्पना गर्न सकिँदैन। वर्तमान नेपाली लोक सङ्गीतमा यो 3 दशक राजु परियार लोक दोहोरीका बादशाह हुन्। उनले आफ्नै पूर्व सहकर्मी जो पछिल्लो समय मेरिल्यान्डमा स्थायी बसोबास गर्दै आएका छन् भगवान भण्डारी र शान्ति भण्डारीसँग दोहोरी खेले। के वृद्ध, के युवा, के बालबालिका राजु परिवारको दोहोरीमा ननाच्ने कुरै भएन। राजु परियार दोस्रो पटक अमेरिका आएका हुन्। 6 महिनाको अन्तरमा फेरि अमेरिका आएका राजुले आफ्नो जादुमय स्वरमा 10 ठाउँमा नचाइसकेका छन्। उनले अब मार्चसम्म अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिनेछन्। धेरै धेरै धन्यवाद छ हरि भण्डारी दाइलाई।